हेलो है सम्पूर्ण मित्रहरू माझ नमस्ते सेवा भन्दै आज चाहिँ म छोटो मिठो एउटा भिडियो बनाउँदैछु र भिडियो चाहिँ के भने म अहिले चाहिँ म ड्युटीबाट रुम फर्किँदैछु र किनभने एउटा विशेष एउटा जनचेतनामूलक भिडियो नै छ र अहिले चाहिँ ड्युटी आउने बेलामा सुनेको थिएँ यहाँ यो ठाउँमा म जाँदै गरेको ठाउँमा चाहिँ अहिले त्यो ठाउँमा चाहिँ एक्सिडेन्ट भएको थियो अरे र त्यसै सुनेको थियो र अहिले रुमबाट फर्किने क्रममा चाहिँ अब तपाईँहरूलाई पनि केही देखाउँ अनि म पनि हेरौँ भनेर जाँदैछु र अगाडि जाँदैछु अनि पछाडि साथीहरू पनि हुनुहुन्छ र म यहाँ देखाइराखेको छु र यहाँ चाहिँ सानो बस्ने ठाउँ पनि रहेछ र यहाँदेखि उता चाहिँ दिउँसो चाहिँ यहाँ एउटा गाडी एक्सिडेन्ट भएको रे भन्ने सुन्नमा पाएको थियो र अहिले चाहिँ गएर हेर्दाखेरि चाहिँ पुरै त्यहाँ अब होला नि त अब पेट्रोल के है गाडी अब एक्सिडेन्ट भनेपछि त अब हुन्छ नि अनि त्यसपछि अहिले चाहिँ पुरै बालुवा सला के छराउँदै हो कि बालुवा ल्याएर आएको गाडी ढलेको हो कि अहिले चाहिँ जम्मा पार्दै छ है जेसिबीले अनि देख्न सक्नुहुन्छ अनि यहाँ मान्छेहरू पनि छन् हेर्ने मान्छेहरू अनि म चाहिँ यसरी भिडियो बनाउँदैछु तपाईँहरू सामु देखाउनको लागि र म पनि अघि देखेको थिएन पहिला अनि त्यही भएर अहिले चाहिँ बनाउँदैछु भिडियो पनि अनि तपाईँहरूलाई पनि के देखाउँ भनेर र यसरी बनाउँदै छन् मान्छेहरू पनि छन् अब भनौँ न त्यही हो अनि अब साथीहरू पनि छन् आउँदैछन् र अगाडि पनि जाँदैछन् यहाँ एक दुईजना साथीहरू जाँदैछन् अनि म भिडियो बनाउँदैछु यहाँहरू सामु है र छोटो मिठो यसरी मैले भिडियोहरू बनाउँदैछु र तपाईँहरूको फोन सामु यो भिडियोहरू आइपुग्यो भने यसो लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला र यहाँ देख्न सक्नुहुन्छ बुलेटहरू छ है अब हेर्न त सकिँदैन अब त्यही पनि तपाईँहरूलाई म देखाउँदैछु र हामी चाहिँ यसरी रुम फर्किँदाखेरि चाहिँ अब रुमदेखि अब ड्युटी पनि अलिक नजिक भएको कारणले गर्दाखेरि हामी चाहिँ हिँडेरै जान्छौँ यो मेन हाइवे हो यो चाहिँ क्रस गर्नुपर्ने हुन्छ र अलिकति जोखिम त जोखिम नै छ तर पनि यताति आफै हुसियार भएर न हिँड्नुपर्छ ल अहिले चाहिँ म भिडियो एन्डिङ गर्दैछु तपाईँहरूलाई देखाउनु पर्ने चिजहरू के कुराहरू मैले राख्नुपर्ने थियो भन्दा पनि मैले राखिसकेँ है ल अब अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले चाहिँ म भिडियो